हेलो साथीहरू, खाजा खानुभयो त? म चाहिँ अब खाजा बनाउन गइरहेको। आज चाहिँ शनिबार, बाबु नानीको बिदा नि त, अनि कति धेरै काम हुने, त्यही माथि बाबु नानीले एकछिनमा भोक लाग्यो भन्ने, अनि टाइम लाग्ने खालको खाजा बनाउन त अब समय नै हुँदैन। अनि मैले सजिलो छिट्टो मिठो के छ भनेर सोचेको, अनि आटा राखेँ, अनि त्यसपछि मसिनरी काटेको सब्जीहरू राखेँ। के छ घरमा त्यही मसलामा चाहिँ मैले जिरा धनियाको पाउडर अनि चाट मसला स्वादअनुसार नुन राखेको थिएँ, अनि 3वटा अन्डा फुटाएर राखेँ। त्यसपछि चाहिँ मैले थोरै पानी राखेर गोले पातलो पातलो ब्याटर तयार गरेँ, अनि यतातिर ग्यास अन गरेर प्यान बसालेँ, अनि तेल राखेर थोरै थोरै गर्दै यसरी मैले चाहिएको ब्याटर राख्दै रोटी तयार गरेँ। 2 मिनट छोपेर एक पाटो अनि अर्को पाटो पनि 2 मिनट नै पकाएको थिएँ मैले मिडियम हिटमा। अनि हाम्रो यो छिट्टो मिठो खाजा बनेर रेडी भयो। यसरी बनाएको रोटी मेरो बाबु नानीले एकदमै रुचाउँछन्। कहिलेकाहीँ मैले टिफिनमा पनि हालिदिन्छु, टिफिनको लागि पनि यो बेस्ट नै हुन्छ, एकदमै मिठो मान्छन् नानी बाबुले। हल्का पिरो खान्छन् भने चाहिँ हरियो खुर्सानी मसिनरी काटेर राखिदिँदा हुन्छ, होइन भने चाहिँ यत्तिकै पनि एकदमै मिठो हुन्छ। ट्राई गर्नुहोला। धन्यवाद।